मेरो एसएमएस एउटा सरल र शक्तिशाली एसएमएस प्लेटफर्म हो जसको माध्यमबाट तपाईँ सजिलै आफ्नो सन्देशहरू हजारौं व्यक्तिमा पठाउन सक्नुहुन्छ। यदि तपाईँ व्यापार, संस्था वा स्कुल कलेजको लागि एसएमएस मार्केटिङ गर्न चाहनुहुन्छ भने यो ट्युटोरियल तपाईँको लागि एकदम उपयोगी छ। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। वेबसाइट रहेको छ meroSMS.com। meroSMS.com वेबसाइट भिजिट गर्नुभयो भने यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। स्क्रिनको टप राइट कर्नरमा लगइन बटन रहेको छ। यदि तपाईसँग मेरो एसएमएस प्लेटफर्मको लगइन क्रेडेन्सियल्स छ भने लगइनमा क्लिक गर्नुहोस्। यदि छैन भने यो पेजलाई स्क्रोल गरेर यो पेजको इन्डसम्म जानुहोस् र यहाँ भएको कन्ट्याक्ट सपोर्ट पर्सनलाई कन्ट्याक्ट गरी आफ्नो क्रेडेन्सियल क्रिएट गर्न रिक्वेस्ट गर्नुहोस्। अहिलेलाई मसँग क्रेडेन्सियल भएको कारणले म लगइनमा क्लिक गरेँ। त्यसपछि आफ्नो युजर आइडी र पासवर्ड राखी लगइनमा ट्याप गर्नुहोस्। लगइन गरेपछि तपाईँले यस्तो इन्टरफेस देख्नुहुन्छ। सुरुमा इन्डिभिजुअल मेसेज सेन्ड गर्नलाई यहाँ भएको सेन्ड मेसेज बटनमा क्लिक गर्नुहोस्। यहाँ फोन नम्बर लेखेको बक्समा फोन नम्बर टाइप गर्नुहोस्। यहाँ मेसेज बक्समा आफ्नो मेसेज राख्नुहोस्। तपाईँ आफ्नो मेसेज इङ्ग्लिस र नेपाली दुईटै ल्याङ्ग्वेजमा राख्न सक्नुहुन्छ। मेसेज टाइप गरिसकेपछि तपाईँको मेसेज कति क्यारेक्टरको रहेको छ भन्ने कुरा यहाँ देखाउँछ अनि एसएमएस को काउन्ट चाहिँ कति भयो भन्ने कुरा पनि यहाँ देखाउँछ। अब सेन्ड मेसेजमा क्लिक गर्नुहोस्। त्यसपछि एउटा डायलग बक्स आउँछ, सेन्ड मेसेज, आर यु स्योर यु वान्ट टु सेन्ड मेसेज? सेन्डमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँ यहाँ एउटा मेसेज देख्नुहुन्छ, मेसेज सेन्ड सक्सेसफुली। सो तपाईँले मेसेज प्राप्त गर्नुभएको छ। त्यो कुरा अब मोबाइलमा गएर चेक गरौँ। सो मोबाइलमा पनि मेसेज आइसकेको छ। हामीले यही ठाउँबाट मल्टिपल मान्छेलाई पनि मेसेज सेन्ड गर्न सक्छौँ। जस्तै हामीले अहिले एउटा 10 डिजिटको नम्बर टाइप गर्यौँ। अब अर्को मोबाइल नम्बर लेख्नलाई हामीले कमा अथवा स्पेस केही पनि दिनु पर्दैन। हामीले अर्को नम्बर टाइप गर्न स्टार्ट गर्न साथ यहाँ कमा आउँछ। सो यसरी तपाईँले जतिवटा पनि नम्बर्सहरू यहाँ राख्न सक्नुहुन्छ। यदि तपाईँले कुनै पनि नम्बरलाई रिपिट गर्नुभयो भने, जस्तै मैले यो नम्बरलाई सुरुमा पनि लेखेको थिएँ, यही नम्बरलाई रिपिट गर्दाखेरि तल मेसेज आएको छ, डुप्लिकेट नम्बर फाउन्ड, अनि त्यो नम्बर पनि यहाँ डिस्प्ले गरिदिन्छ। तपाईँ आफ्नो मेसेज यहाँ टाइप गरी मेसेज सेन्ड गर्न सक्नुहुन्छ। तपाईँको मेसेज ती सबै नम्बर्सहरूमा सेन्ड भइसकेको छ। तपाईँले सेन्ड गरेको मेसेजेसको लग हेर्नुपर्ने छ भने एसएमएस लगमा क्लिक गर्नुहोस् र एसएमएस लग पेजमा तपाईँले सेन्ड गरेको एसएमएसलाई विभिन्न तरिकाले फिल्टर गर्न सक्नुहुन्छ। क्याम्पेन अनुसार, मेसेजको स्ट्याटस अनुसार, मेसेज सेन्ड भयो कि फेल्ड भयो त्यसको अनुसार, एसएमएसको टाइपको अनुसार, इमेल, फोन, बोथ अर क्विक मेसेज तपाईँले के गर्नुभएको छ त्यसको आधारमा, अनि डेट वाइज पनि फिल्टर गर्न सक्नुहुन्छ। अनि त्यसै गरी एनटिसीमा कि एनसेलमा त्यो पनि फिल्टर गर्न सक्नुहुन्छ। जस्तै अहिलेलाई हामीले यो सेन्ड मेसेज अप्सनबाट जुन मेसेज सेन्ड गर्यौँ त्यो चाहिँ क्विक मेसेजमा पर्छ। सो यहाँ क्युएम भनेर लेखा छ। क्युएम भनेको क्विक मेसेज, अनि त्यसपछि यहाँ डेट र टाइम पनि देखाउँछ। दोस्रो कलममा तपाईँ आफ्नो युजर नेम देख्न सक्नुहुन्छ। तेस्रो कलममा तपाईँले मेसेज सेन्ड गरेको फोन नम्बर्सहरू देख्न सक्नुहुन्छ। अनि तिनीहरू एनटिसी हो कि एनसेल हो भन्ने कुरा फोर्थ कलममा देख्न सक्नुहुन्छ। अनि तपाईँले एसएमएस सेन्ड गर्दाखेरि कति क्रेडिट युज भयो भन्ने कुरा यहाँ देख्न सक्नुहुन्छ। मेसेजको स्ट्याटस सेन्ड हो कि फेल्ड हो भन्ने कुरा यो कलममा देख्न सक्नुहुन्छ। तपाईँले मेसेज गरेको डेट यहाँ देख्न सक्नुहुन्छ र के मेसेज गर्नुभयो त्यो चाहिँ यहाँ देख्न सक्नुहुन्छ। अब यी सबै डिटेल्सहरूलाई तपाईँ CSV फर्मेटमा डाउनलोड पनि गर्न सक्नुहुन्छ। सो तपाईँको डाउनलोड भइसकेको छ, यसलाई ओपन गरेर हेरौँ। सो यहाँ तपाईँले ती सबै डिटेल्सहरू देख्न सक्नुहुन्छ। फोन नम्बर, मेसेज, मेसेजको स्ट्याटस के छ, क्रिएट कहिले गरेका थियौँ हामीले मेसेज, त्यसको टास्क आइडी, क्याम्पेन, कम्पनी युजर नेम, ती सबै कुराहरू यहाँ CSV फर्मेटमा, एक्सेल फर्मेटमा देख्न सक्नुहुन्छ। सो अहिलेसम्म हामीले सेन्ड मेसेज बटनभित्र गएर क्विक मेसेज कसरी सेन्ड गर्ने भन्ने कुरा सिक्यौँ। अब हामी क्याम्पेन क्रिएट गरेर हजारौं मान्छेलाई कसरी एसएमएस पठाउने भन्ने कुरा सिक्नेछौँ। त्यसको लागि यो क्याम्पेन बटनमा क्लिक गर्नुहोस्। सुरुमा तपाईँले स्याम्पल CSV डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड स्याम्पल युजर CSV मा क्लिक गर्नुहोस्। तपाईँको CSV यहाँ डाउनलोड हुनेछ। सो तपाईँले यो CSV भित्र कलम वाइज फर्मेटमा डिटेल्सहरू भर्न सक्नुहुन्छ। जस्तै कि यो कलममा युजरको फर्स्ट नेम, यो कलममा युजरको लास्ट नेम, यो कलममा युजरको इमेल एड्रेस यदि छ भने, यो कलममा फोन नम्बर, यो कलममा जेन्डर, यो कलममा एड्रेस र यो कलममा प्रोफाइल URL। सो सबभन्दा इम्पोर्टेन्ट कलम भनेको फोन नम्बर कलम रहेको छ। फोन नम्बर बाहेकको कलमहरूलाई तपाईँले खाली पनि छोड्न सक्नुहुन्छ कि त कुनै र्यान्डम डाटा पनि राख्न सक्नुहुन्छ, केही फरक पर्दैन। सकेसम्म र्यान्डम डाटा राखेरै फिलअप नै गरिदिनुस्, केही फरक परेन।
खाली राखेर पनि ट्राई गर्नु होला, मेसेज चाहिँ जान्छ। सो यहाँ नम्बर्सहरु राखौं। सो यसरी यो कलममा तपाई हजारौं हजार नम्बर्सहरु राख्न सक्नुहुन्छ। राखिसकेपछि तपाईले यो CSV लाई सेभ गर्नुपर्छ। अहिलेलाई म यो बाँकी कलमहरुलाई पनि डाटाले फिलअप गर्दिन्छु, डमी डाटाले। डाटा फिलअप गरिसकेपछि यसलाई सेभ गर्दिनुस्। सेभ भइसकेपछि तपाईको यो फाइल कुन लोकेसनमा छ भन्ने कुरा पत्ता लगाउनुस्। अब तपाईले CSV डाउनलोड गर्नु भएको थियो भने यो फाइल तपाईको डाउनलोड सेक्सन भित्र छ। सो यति कुरा तपाईले बुझेर राख्नुपर्छ। अब फेरिदेखि हामी मेरो SMS प्लेटफर्ममा जाउँ। क्याम्पेन यहाँबाट क्रिएट गर्न सक्नुहुन्छ। सो क्रिएट गरौँ। यहाँ क्याम्पेनको टाइटल लेख्न सक्नुहुन्छ। ल अहिलेलाई टाइटल न्यू इयर अफर राखौँ। डिस्क्रिप्सन पनि तपाईले टाइटल जस्तै जे पनि र्यान्डम राख्न सक्नुहुन्छ। अहिलेलाई मैले टाइटललाई नै कपी गरिदिए। त्यसपछि क्याम्पेन क्रिएट गर्नुस्। क्याम्पेन क्रिएट भइसकेपछि यहाँ आई बटनमा क्लिक गर्नुहोस्। आई बटनमा क्लिक गरिसकेपछि यहाँ नो डाटा फाउन्ड भन्यो। यहाँ हामीले एउटा पनि डाटा अपलोड गरेका छैनौं, त्यसैले नो डाटा फाउन्ड भनेर भन्यो। अब हामी अपलोड CSV गर्छौं। CSV फाइल ब्राउज गरौँ। हाम्रो CSV फाइल डाउनलोड्समा छ। यहाँ डमी CSV युजर्स भनेर रहेको छ। यसलाई सिलेक्ट गरौँ, ओपन गरौँ। ओपन गरिसकेपछि क्रिएट गरौँ। क्रिएट गर्न साथ त्यो एक्सेल सिटमा भएको सबै डाटाहरू यहाँ देखा पर्छ। अब यिनीहरूलाई SMS सेन्ड गर्नलाई सेन्ड SMS मा क्लिक गर्नुहोस्। अनि यहाँ तपाई युजर चुज गर्न सक्नुहुन्छ। चुज युजरमा गएर तपाईले कि त एउटा युजर मात्र पनि चुज गर्न सक्नुहुन्छ कि त सबै युजरलाई एट अ टाइम सिलेक्ट गर्न सक्नुहुन्छ। यहाँ सिलेक्ट अलमा क्लिक गरेर सबैलाई सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ सब्जेक्ट राखिदिनुस्। अनि यहाँ आफूले चाहेको मेसेज राख्नुस्। सो यहाँ तपाई क्यारेक्टर काउन्ट देख्न सक्नुहुन्छ, SMS काउन्ट देख्न सक्नुहुन्छ र रिमेनिङ क्यारेक्टर्स पनि देख्न सक्नुहुन्छ। र SMS सेन्ड गर्दाखेरि अहिले बाइ डिफल्ट फोनमा सिलेक्टेड छ। अब SMS सेन्ड गरौँ। यहाँ सेन्डमा क्लिक गरेर तपाईको SMS सेन्ड भएको छ। सो हामीले इन्डिभिजुअल SMS र बल्क SMS कसरी पठाउने भन्ने कुरा सिकिसक्यौं। SMS लग कसरी हेर्ने त्यो पनि सिकिसक्यौं। अब हामी SMS कोटाको बारेमा अलिकति जानकारी लिनेछौं। सो त्यसको लागि तपाई आफ्नो युजर नेममा क्लिक गर्नुहोस्। आफ्नो युजर नेममा क्लिक गरिसकेपछि तपाई यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँ तपाईको कम्पनीको नेम, तपाईको युजर आइडी, तपाईको स्ट्याटस एक्टिभ छ कि इनएक्टिभ छ, कोटा हिस्ट्री लगायत अरु पनि यहाँ डिटेल्सहरु देख्न सक्नुहुन्छ। SMS टोटल कोटा 100 छ। त्यसमध्ये हामीले 9 वटा युज गरिसकेका छौं र 91 वटा बाँकी छ। अनि टुडे युजेज चाहिँ 9 रहेको छ। हामीले आज नै 9 वटा SMS सेन्ड गर्यौं। र त्यही कुरा तपाई कोटा हिस्ट्रीमा पनि डिटेलमा गएर हेर्न सक्नुहुन्छ। सो यहाँ कोटा हिस्ट्रीको एउटा स्याम्पल रहेको छ, कसरी देखाउँछ भन्ने कुरा। सो कोटा एडेड, तपाईलाई रिसेन्टली यति कोटा एड गरियो, तपाईले अहिलेसम्म पाउनु भएको टोटल कोटा यति रहेको छ, त्यसमध्ये यति चाहिँ रिमेनिङ कोटा रहेको छ भन्ने डिटेल्सहरु तपाई यो कोटा भन्ने बटन भित्र देख्न सक्नुहुन्छ। तपाईले एक पटक क्याम्पेन क्रिएट गरिसकेपछि त्यसमा नम्बर्सहरु स्टोर्ड हुन्छन् र ती नम्बर्सहरुलाई बारम्बार यहाँ सेन्ड SMS मा गएर SMS सेन्ड गर्न सक्नुहुन्छ। अथवा यहाँ क्रिएट बटनमा गएर अरु पनि थुप्रै क्याम्पेन्सहरु डिफरेन्ट किसिमले क्रिएट गरी SMS सेन्ड गर्न सक्नुहुन्छ। सो यस भिडियोमा यति नै। यो भिडियो हेर्नु भएकोमा धन्यवाद। हामीले मेरो SMS को मुख्य विशेषताहरू र प्रयोग गर्ने तरिका सिक्यौं। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।